नमस्कार। तुला राशि हुनुहुने जातकहरूका लागि विक्रम सम्वत 2083 सालको वार्षिक राशिफल लिएर उपस्थित भएका छौँ। विक्रम सम्वत 2083 साल तुला राशि हुनुहुने जातकहरूका लागि कस्तो रहनेवाला छ? तपाईँहरूको शिक्षा, स्वास्थ्य, रोजगार, प्रेम, व्यापार, व्यवसाय, करियर तपाईँहरूको कस्तो रहनेवाला छ? तपाईँहरूका लागि शुभ अङ्क, शुभ बार, शुभ दिशा, शुभ कलर, शुभ महिना कुन रहनेवाला छन्? समग्र कुराहरूको जानकारी आज हामीले यस भिडियोमा दिनेवाला छौँ। नववर्ष 2083 सालको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै सदा जस्तै तपाईँहरू माझमा आज पनि उपस्थित भएको छु। म युवा ज्योतिषाचार्य गोविन्द रेग्मी। स्वीकार्नुहोला। नमस्कार। आदरणीय प्रिय दर्शकवृन्द, तपाईँहरूलाई हाम्रो युट्युब च्यानलमा हार्दिक स्वागत गर्दै ढिला नगरिकन आउनुहोस् भिडियोलाई सुरुवात गरौँ। सर्वप्रथम जानौँ तुला राशि हुनुहुने जातकहरूको राशिको नाम कुन अक्षरबाट आउने गर्छन्, कुन अक्षरबाट सुरु हुने गर्छन्। धेरैको संशय रहेको छ। कसैले राशिको नाम एउटा राखिदिने र चिनाको नाम अर्को राखिदिने अनि बोलाउने नाम अर्कै हुने, अनि त्यसले गर्दा धेरैले आफ्नो राशि झुक्किरहेको अवस्था पनि मैले धेरै भोगेको छु, देखेको छु। त्यसले गर्दा कुन अक्षरबाट सुरु हुने नाम कुन अक्षरबाट राशिको नाम सुरु हुने जातकहरूको तुला राशि हुन्छ त भन्दा रा, रि, रु, रे, रो, ता, ती, तु, ते यी अक्षरबाट राशिको नाम सुरु हुने जातकहरूको तुला राशि हुने गर्छ। तुला राशि हुनुहुने जातकहरूका लागि विशेष गरेर नववर्ष 2083 सालमा 6, 7 र 9 अङ्क अत्यन्तै शुभ रहेका छन्। तपाईँहरूका लागि अशुभ अङ्कका रूपमा 2 अङ्क र 7 अङ्क रहेका छन्। तपाईँहरूको दिशा पूर्व दिशा र पश्चिम दिशा तपाईँहरूका लागि शुभ रहने गर्छ। त्यस्तै गरेर तपाईँहरूको लागि बारमा शुक्रबार, शनिबार र बुधबार, यी बारहरू, बुधबार पनि तपाईँहरूलाई केही मात्रामा शुभ देखिएको छ। बुधबार, शुक्रबार र शनिबार यी बारहरू तपाईँहरूका लागि शुभ देखिएका छन्। त्यस्तै गरेर महिनाको हिसाबले तपाईँहरूलाई कार्तिक महिना, श्रावण महिना र माघ महिना शुभ देखिएको छ। रङको हिसाबले सेतो रङ, गुलाबी रङ, तपाईँहरूलाई घिउ कलरको रङ, खरानी कलरको रङ, आकाशे कलर पनि भनिन्छ, यी कलरहरू, यी रङहरू तपाईँहरूका लागि अत्यन्तै शुभ देखिएका छन्। आउनुहोस् तुला राशि हुनुहुने जातकहरूको आनी बानी, स्वभावशील कस्तो हुन्छ, यी सामान्य यस विषयमा पनि जानकारी गरौँ। शास्त्रले भनेको छ तुला राशौ जातकः सौम्य शीलवान प्रियदर्शन न्यायप्रिय समदर्शी च कलासु च विशारद भन्छ। सुन्दर मधुर भाषक पनि भन्छ। शास्त्रले अत्यन्तै सुन्दर हुने गर्छन् तुला राशि हुने जातकहरू, व्यक्तिहरू। मधुर भाषक, एकदम मिठो बोली, ललिते पनि भनिन्छ। यसरी मिठो बोल्ने, आफ्नो बोलीबाट मान्छेलाई फसाउन सक्ने त्यो खालको क्षमता, बोलेर आफ्नो जीवन यापन गर्न सक्ने क्षमता तुला राशि भएका व्यक्तिहरूमा हुने गर्छ। कुनै न कुनै कलाले निपुण भएका हुन्छन् तुला राशि हुनुहुने जातकहरू, व्यक्तिहरू। मित्र प्रिय, अत्यन्तै साथीभाइको पनि प्रिय हुने गर्छन् र साथीभाइसँग सधैँ मिल्ने, एकदम मिलनसार स्वभावका हुने गर्छन्। सौख्य भोगी, सुखका भोगी पनि हुन्छन्। सुखसँग जीवनयापन गर्न, मेहनत अलिकति कम गर्ने तर सुख जीवनमा धेरै चाहिने, त्यस्तो खालको हुने गर्छन् तुला राशि हुनुहुने जातकहरू। त्यस्तै गरेर शीलवान, अत्यन्तै शील स्वभाव गुणले सम्पन्न है, अत्यन्तै एकदमै मिजासिलो वर्णको, मिजासिलो स्वभावको हुने गर्छन् तुला राशि हुने जातकहरू। टाढैबाट हेर्दाखेरि पनि अत्यन्तै राम्रो देखिने, सुन्दर देखिने, अत्यन्त न्यायप्रिय, कहिल्यै पनि आफू पनि अन्यायमा पर्दैनन् र अरूलाई पनि अन्यायमा पर्न दिँदैनन्, न्यायका प्रिय हुने गर्छन् तुला राशि हुनुहुने जातकहरू। समान किसिमको दृष्टिकोण हुने गर्छ तुला राशि हुनुहुने जातकहरूको, व्यक्तिहरूको। कुनै न कुनै कला, गायन, वाद्यवादन, नृत्य लगायतका जति पनि कलाका क्षेत्रहरूमा केही न केही हुने गर्छ तुला राशि हुनुहुने जातकहरूको। र केही भएन भने पनि यी कलाका क्षेत्रमा अत्यन्तै बढी रुचि राख्ने, अत्यन्तै मन जाने हुने गर्छ
तुला राशि हुनुहुने जातकहरूको व्यक्तिहरूको। तुला राशि हुनुहुने जातकहरूलाई यस वर्ष विशेष गरेर बृहस्पति जेठको 18 गतेसम्म भाग्यस्थानमा रहने हुनाले यो वर्षको सुरुवाती क्षणमै तुला राशि हुनुहुने जातकहरूका लागि अत्यन्तै राम्रो समय यस वर्ष रहेको छ। बृहस्पति भाग्यस्थानमा जेठको 18 गतेसम्म र जेठको 18 गते पछाडि बृहस्पति कर्मस्थानमा जाँदै हुनुहुन्छ कर्कट राशिमा। त्यसले गर्दा अत्यन्तै राम्रो समय छ। तपाईँहरूको कार्य सिद्धि हुने योग छ। कार्यका क्षेत्रमा तपाईँहरूको यस वर्ष भाग्य पनि निकै बलियो बनेको छ। मङ्सिरको 19 गते पछाडि भने केही नराम्रो देखिन्छ। कार्यका क्षेत्रबाट केही असन्तुष्टि प्राप्त हुने खालको योग पनि देखिन्छ। बृहस्पति र केतुको युति हुन्छ। केतु बक्री भएर एकादश स्थानबाट दशम स्थानमा सिंह राशिबाट कर्कट राशिमा आउँदै हुनुहुन्छ मङ्सिरको 19 गते पछाडि। त्यस पछाडिको समय अलिकति केही जटिल रहन सक्छ, तर तपाईँहरूका लागि मङ्सिरको समयसम्म अत्यन्तै उत्तम समय रहेको छ तुला राशि हुनुहुने जातकहरूको व्यक्तिहरूको लागि। तपाईँहरूको षष्ठम स्थानमा शनिमा मीन राशिमा शनि ग्रह बस्नु भएको छ। त्यसले गर्दा थोरै तपाईँलाई केही अलिकति हड्डीसँग सम्बन्धित अलिकति सामान्य प्रब्लम, मौसमी रोगहरू देखिन सक्छ। यी कुराहरूमा अलिकति सजग भएर विचार पुर्याएर अगाडि बढ्नुहोला। तपाईँहरूको चतुर्थ स्थान सुख स्थानमा बस्नुभएका राहु तपाईँहरूको मङ्सिरभन्दा पछाडि चतुर्थ स्थानमा जाने राहु पञ्चम स्थानमा बसिरहनु भएको छ। त्यसले गर्दा पढाइका क्षेत्रमा अघिल्लो वर्षभन्दा थोरै केही एडजस्ट गर्नुपर्ने अथवा पढाइका कुराहरूमा तपाईँहरूले भने जस्तो नहुने, मन अलिकति बढी नजाने त्यो खालको अवस्था रहन सक्छ। तुला राशि हुनुहुने जातक व्यक्ति विशेषहरूका लागि विक्रम सम्वत 2083 सालमा। समग्रमा तुला राशि हुनुहुने जातकहरूका लागि 2083 साल अत्यन्तै राम्रो रहन गएको छ, शुभ रहन गएको छ। बार तपाईँहरूको महिना अनुसार कुन महिना कस्तो भन्ने विषयमा पनि म सामान्य कुराकानी गर्छु। बृहस्पतिका कारणले तपाईँहरूलाई सुख है, तपाईँहरूको जागिरको खोजीमा हुनुहुन्छ भने नोकरी प्राप्त हुने, तपाईँहरूको स्वास्थ्यमा पनि अत्यन्तै राम्रो देखिएको छ। तुला राशि हुनुहुने जातकहरूका लागि विक्रम सम्वत 2083 साल शिक्षाको क्षेत्रमा पनि राम्रो देखिएको छ। वर्षको उत्तरार्धी क्षणमा अलिकति केही कमजोर भए पनि पूर्वार्धमा अत्यन्तै राम्रो छ। त्यस्तै गरेर तपाईँले सामाजिक क्षेत्रबाट पनि मान सम्मान इज्जत पाउने त्यो खालको योग देखिएको छ। वर्षको मध्यम भागमा तपाईँहरूलाई थोरै केही आर्थिक सङ्कट पर्न सक्छ, अलिकति ख्याल पुर्याएर अगाडि बढ्नुहोला। शुभ छन् शनिदेवले तपाईँहरूलाई शुभ फलदायक भएर धनलाभ हुने, राहु र केतुका कारण तपाईँहरूलाई पुर्खेती सम्पत्तिमा थोरै केही विवादहरू आउन सक्ने सम्भावना देखिन्छ। पारिवारिक समस्याहरू झमेलाहरूमा तपाईँ पर्न सक्नुहुन्छ। नोकरीमा समेत अलिकति अपजस अपगालहरू सहनुपर्ने त्यो अवस्था देखिन सक्छ। ग्रह शान्ति गरेर अगाडि बढ्नुभयो भने, शनि ग्रहको केतुको शान्ति गरेर अगाडि बढ्नुभयो भने तपाईँहरूको विक्रम सम्वत 2083 साल निकै राम्रो र शुभ रहनेवाला छन्। सामान्यतया वैशाखमा तपाईँहरूलाई धन्नास हुने, अलिकति घुमफिरको समय पनि तपाईँहरूको देखिएको छ। जेठमा अलिकति डर त्रासमा बस्ने अवस्था रहन सक्छ। स्वास्थ्यमा थोरै केही बाधा व्यवधानहरू आउन सक्छन् तुला राशि हुनुहुने जातकहरूका लागि। त्यस्तै गरेर असारमा तपाईँहरू अलिकति थोरै नीच कर्ममा, पाप कर्ममा लाग्ने, मन जाने होइन, अलिकति तपाईँहरूको प्रतिष्ठामा पनि आँच आउने त्यो खालको अवस्था देखिएको छ। त्यस्तै गरेर श्रावणमा तपाईँहरूलाई सुख प्राप्त हुने है, अलिकति तपाईँहरू समृद्धिका कामहरू, तपाईँहरूले गरिरहेको काममा केही कार्यसिद्धि हुने खालको योग श्रावण महिनामा देखिएको छ। भदौमा धन र सुख प्राप्त हुने भन्ने खालको योग छ तपाईँहरूको यस वर्ष परेको छ राशि कुण्डलीमा। असोजमा धन्नास हुने, पीडा हुने, कार्तिकमा तपाईँहरूलाई स्थान परिवर्तनको, विदेशको योगहरू तपाईँहरूको बनेको छ। असोज कार्तिकको समयमा नयाँ ठाउँको यात्रा। मङ्सिरमा अलिकति व्यापार व्यवसायमा थोरै केही नोक्सानी होला। नआत्तिएर विचलित नभएर अगाडि बढ्नुभयो भने आउने समयमा राम्रो हुन्छ। पुसमा धन मिल्ने, फेरि पुसमा गएर तपाईँहरूको व्यापारमा वृद्धि हुने खालको योग छ। सुख मिल्ने, रोगमा माघमा तपाईँहरूलाई रोग थोरै केही भय देखिने खालको योग छ। फागुनमा शत्रु नाश हुने र चैतमा तपाईँहरूलाई नयाँ कामको थालनी हुने, चैतबाट तपाईँहरूलाई फेरि नयाँ खालको जीवन, नयाँ खालको यात्रा तपाईँहरूको सुरु हुने भन्ने खालको योग परेको छ। वैदेशिक यात्रा, वैदेशिक क्षेत्रको काम पनि तपाईँहरूको लागि यस वर्ष सफल हुने, शुभ रहने खालको योग देखिएको छ। आर्थिक दृष्टिले भदौ, श्रावण, भदौ, पुस र चैत महिना तपाईँहरूको लागि विक्रम सम्वत 2083 साल शुभ रहेको छ। यो त भयो तपाईँहरूको वार्षिक राशिफलको कुरा।
तर हरेक मानिसको आफ्नै ग्रह दशा गोचरहरू हुन्छन्, आफ्नै भाग्य हुन्छ, आफ्नै चिना कुण्डलीहरू हुन्छन्। तपाईँहरूको अहिले कुन ग्रह चलिराखेको छ त्यसको आधारमा तपाईँको जीवन चलिराखेको हुन्छ। त्यसले गर्दा तपाईँहरू आफ्नो चिना कुण्डली हेराएर देखाएर अगाडि बढ्न चाहनुहुन्छ भने तपाईँहरूले हामीलाई इनबक्स गर्न सक्नुहुन्छ, स्क्रिनमा देखिएको नम्बरमा सम्पर्क गर्न सक्नुहुन्छ। साथमा हामीलाई श्री शुभलाभ ज्योतिष तथा वास्तु सेवा भैरवा बुद्ध चोकबाट प्रत्यक्ष सेवा लिन पनि सक्नुहुन्छ। आउँदै गरेको नववर्ष तपाईँहरूका लागि अत्यन्तै शुभ होस्। राष्ट्रदेव पशुपतिनाथले तपाईँहरूलाई सदा सदा रक्षा गरून्। तपाईँहरूलाई पर्ने ग्रह गोचरका नराम्रा प्रभावहरू हटेर जाउन् भन्दै तपाईँहरूलाई कुनै जिज्ञासा छन्, प्रश्नहरू छन् भने कमेन्ट गर्न नभुल्नुहोला, इनबक्स गर्न सक्नुहुन्छ। भिडियोलाई अन्तिमसम्म हेरिदिनु भयो तपाईँ सबैजनालाई हार्दिक हार्दिक धन्यवाद टक्राउन चाहन्छु। साथमा हाम्रो भिडियो कस्तो लाग्यो तपाईँहरूले जस्ताको त्यस्तै प्रतिक्रिया दिन नभुल्नुहोला र कमेन्ट बक्समा आफ्नो राशि लेख्न पनि नभुल्नुहोला। हाम्रो भिडियोलाई लाइक, कमेन्ट, सेयर गर्न नभुल्नुहोला। हाम्रो युट्युब च्यानललाई सब्सक्राइब गर्न पनि नभुल्नुहोला भन्दै तपाईँहरू माझमा अब वृश्चिक राशिको वार्षिक राशिफल लिएर आउने बाचा गर्दै तपाईँहरू माझबाट आजको भिडियोलाई अन्त्य गर्न चाहन्छु। तपाईँहरूको दिन शुभ रहोस्। हस्त नमस्कार।